ग्लोब्स कम्पनीको डिमान्ड आएको छ साथी। मलेसियादेखि फ्री भिसा फ्री टिकटको डिमान्ड आएको छ। के कसरी एप्लाई गर्न छ फुल भिडियो हेर्नुहोला। र धेरै ठुलो कम्पनीको आएको छ। यो नटबोल्ट बन्ने कम्पनी र पन्जाब बन्ने कम्पनीको धेरैवटा डिमान्ड आएको छ। स्टेप टु स्टेप हेर्नुहोला साथीहरू, स्किप गरेर केही बुझ्न सक्नुहुन्न। र माग सङ्ख्या धेरै छ, कुनैमा 250 छ भने कुनैमा 500 जनाको माग गरेको छ। त्यही भएर भिडियोलाई स्किप नगर्नुहोस्। यसपटक हजुरले फ्री भिसा फ्री टिकटमा जान सक्नुहुन्छ। यो स्क्रिनमा हेर्नुभएको छ साथीहरू, यो हादा लेगा यो पन्जा बनाउने कम्पनी हो, ग्लोब्स बनाउने कम्पनी हो। र अस्ति नै यसमा साथीहरू गइसकेको छ। यसमा धेरै राम्रो पैसा उठ्छ। र मेन कुरा यसमा के रहेको छ, खाना पनि दिएको छ। हजुरले टिकटकमा फेसबुकमा सर्च गर्नुहोस्, धेरैवटा साथीहरू यसमा गएको छन्। राम्रो कमाइ भइरहेको छ। 25 देखि 35 4,000 पनि उठाएको छन्। तर मानव 3,000 35 चाहिँ हजुरको कहीँ जान्न। धेरै राम्रो कम्पनी रहेको छ। अब यति हेर्नुभएको छ भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला। र मेरो एउटा यो नयाँ च्यानल रहेको छ भने र मेरो फेसबुक को पेजमा नि लाइक र सब्सक्राइब गरिदिनु होला। मेरो यो कनेक्ट टु नेपाल मेरो यो फेसबुक पेज हो, यो पनि हेरिदिनुहोस्। ल अब डिमान्ड सुरु गर्छु। यो मलेसियादेखि फ्री भिसा फ्री टिकटको डिमान्ड आएको छ। हादर लेगर यो कम्पनीको नाम हो। यो खास पन्जा बनाउने कम्पनी हो। साथीभाइहरू जो मलेसियामा छ उसँग सोध्नुहोस् यो कम्पनी कस्तो रहेको छ। टफ ग्लोब्समा यो नम्बर 1 या नम्बर 2 मा पर्ने यो कम्पनी हो। धेरै टफ ग्लोब्स पछिको यो कम्पनी रहेको छ भने यो धेरै राम्रो रहेको छ। यसमा माग सङ्ख्या पनि धेरै छ। हेर्नुहोस्, माग सङ्ख्या 250 जना पुरुषको माग गरेको छ। महिला दिदीबहिनीहरूको अहिले आएको छैन भने नाच्नु त्यस पनि आउनेवाला छ। र हप्ताको 6 दिन 8 घन्टा, हप्ताको 5.5 दिन लेखेको छ, 8 घन्टा हो साथीहरू। तर अन्तर्वार्तामा सोध्नु अब 5.5 घन्टा हो 5.5 दिन हो कि 5 दिन हो त्यो सोध्न सक्नुहुन्छ। तर 5 दिन काम गराउँछ। एक दिन ओभर टाइम पनि चल्छ। यसमा धेरै ओभर टाइम छ। यसमा पैसा धेरै उठाइरहेको छन् साथीहरू। जमानामा तिनीहरू 3500 उठाइरहेको थिए जब उनीहरूको बेसिक स्यालेरी 1500 थियो। अहिले 17 छ भने 35 देखि 4,000 या 3500 हजुरले उठाउनुहुन्छ। धेरै राम्रो रहेको छ भने बस्ने सुविधा दिएको छ। खाना लन्च यसले पनि दिन्छ है साथीहरू। एकदम ठोकुवा भन्छु, यसमा लन्च टाइम पनि दिएको छ। किनभने मेरो साथीहरू गइसकेको छन्। पर्साल पनि गएको थिएँ। यसमा नछुट्टाउनु होला। यो सेलेङ्गारमा रहेको छ भने यो धेरै राम्रो हो, पन्जा कम्पनी हो। प्लिज साथीभाइहरूले र यसको अन्तर्वार्ता छनौट प्रक्रिया हुन्छ त्यो पनि हेर्नुहोस्। र प्लिज यसलाई जसरी नि पस्नुहोस्। यो धेरै राम्रो डिमान्ड रहेको छ भने यसको हेर्नुहोस्। यसमा के लेखेको छ यो पनि हेर्नु। यसमा स्क्रिन पज गरेर हेर्नु होला साथीहरू। यसमा के भनेको छ भने यसको प्री सिलेक्सन हुन्छ। यसमा कुनै दायाँ बायाँको चलखेल छैन। प्री सिलेक्सन भएपछि हजुरको प्री इन्टरभ्यूको छनौट प्रक्रिया हुन्छ। हजुरको फाइल छनौट भएपछि हजुरकोलाई अन्तर्वार्ता हुन्छ। 13 फरवरीको अन्तर्वार्ता हुन्छ। बिहान 9 बजेदेखि स्टार्ट हुन्छ भने यो कुन ठाउँमा भइरहेको छ त्यो पनि भन्छु साथीहरू। र हजुरको फाइनल अन्तर्वार्ता हजुर जब सिलेक्ट हुनुहुन्छ भने उसले आफै भन्छ। सब क्रिया यहाँ लेखेको छ, हेर्नु होला स्क्रिन पज गरेर। वाइल्ड स्पेस इन्टरनेसनल प्राइभेट लिमिटेड यो मेन पावरको नाम रहेको छ भने एकचोटि यो मेन पावरमा भिजिट गर्नुहोस्। स्क्रिन नम्बर छ, फोन गर्नुहोस्, फोन पनि उठ्छ साथीहरू। त्यस्तै गरी अर्को डिमान्ड आएको छ, त्यो नट बोल्टको हो। त्यो पनि नछुट्याउनुहोस्, धेरै राम्रो रहेको छ साथीहरू, त्यो पनि हेरौँ। पहिला सुरुमा हजुरलाई एउटा भिडियो यही देखाइदिउँ यो कम्पनीको। यो खास नट बल्छ साथीहरू, नट बोल्ट बन्छ। यो ठुलो कम्पनी हो। यसमा नि ओभर टाइम राम्रो कमाउनुहुन्छ। यसमा नि माग सङ्ख्या धेरैजनाको छ। यो पनि फ्री भिसा फ्री टिकटको हो। राम्रो कम्पनी छ। यसलाई नि नछुट्याउनु होला। जो अलिकति पढे लेखेको छ, अङ्ग्रेजी बोल्न लेख्न आउँछ भने इङ्ग्लिसमा अलिकति आफ्नो नाम एड्रेस लेख्न सक्छ भने उसले यसमा एप्लाई गर्नुहोस्। माग सङ्ख्या धेरै छ साथीहरू। र फ्री भिसा फ्री टिकटमा जानुहोस् भने धेरै मान्छे चाप हुन्छ। तर त्यसमा फाइट गऱ्यो भने हजुरले जान सक्नुहुन्छ बिना पैसा दिन कि। एकदम फ्री भिसा फ्री टिकटको हो। धमाधम गइरहेको छन् साथीहरू। अस्ति पनि केटाहरू गइसक्यो मलेसिया फ्री भिसा फ्री टिकटमा। नछुट्याउनु होला। अब डिमान्ड सुरु गर्न गइरहेको छु, यो पनि हेर्नुहोस्। यहाँसम्म हेर्नुभएको छ भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला। धेरै राम्रो डिमान्ड आएको छ साथीहरू। खोजीमा लगाएको छु। प्लिज लाइक र सब्सक्राइब गरिदिनुहोस्। 0 कस्टमा आएको छ आरबिए कम्पनी। तर आरबिए कम्पनी र हजुरको यो नटबोल्टको सेम हो भन्नाले यो प्रेम प्लास्टोनिक मलेसिया एसडिएनबिएसडी यस कम्पनीको नाम रहेको छ भने 250 जना। यसमा नि 250 जनाको माग छ। पहिला 150 जनाको हुन्थ्यो भने अहिले 250 जनाको माग छ। बेसिक स्यालेरी 1700 रहेको छ। हप्ताको 6 दिन र 8 घन्टा काम गर्ने हो। यसमा ओभर टाइम चल्छ र यसमा खाना पनि दिएको छ, लन्च दिएको छ साथीहरू। यसमा लेखेको छैन। तर पुरानो साथीहरू गएको छन् र 35 4,000 उठाइरहेको छन्।
हजुर 4000 नबुझ्नु 3200 त पाउनुहुन्छ साथीहरू। र यसको प्री अन्तर्वार्ता धमाधम भइरहेको छ, प्रक्रिया चलिरहेको छ, छनौट प्रक्रिया चलिरहेको छ भने यसमा हेर्नु साथीहरू। फाइनल अन्तर्वार्ता फरवरीको 25, 24 र 25 को हो। प्री अन्तर्वार्ता यसमा भनिरहेको छ, चलिरहेको छ भने यसमा के छ, यसमा पढाइ मागेको छ। पढाइ कति मागेको छ, मिनिमम 12 पास हुनु पर्यो या त्योभन्दा माथि। तर पनि हजुरले इङ्ग्लिस राम्रोसँग लेख्न र बोल्न आउँछ भने यसमा सिलेक्ट हुन सक्नुहुन्छ। र जो एक्सपिरियन्स छ उसलाई सबभन्दा सुरुमा दिनेछ साथीहरू। यो सुभाषा लिङ्क प्राइभेट लिमिटेड अस्ति पनि यसले डिमान्ड लगाएको थियो साथीहरू, उडाइसक्यो। यो बिजी लिङ्कको जुन डिमान्ड आएको थियो नि, तिनी साथीहरू गइसकेँ। यही मेन पावरमा आएको, यो टोटली फ्री भिसा फ्री टिकट हो। तर हजुरले फ्री भिसा फ्री टिकटमा जान छ भने प्लिज हजुरलाई 1-2 दिन अगाडि नै त्यो मेन पावरमा भ्याउनु पऱ्यो, जानु पऱ्यो। यो फोन गरेर केही हुनेवाला छैन। त्यही भएर म भन्दैछु, जानुहोस्, एकचोटि भिजिट गर्नुहोस्। अर्कोमा यसमा भएन भने अर्कोमा उसले आफै इन्फर्म गर्छ कि आउनुहोस्, किनभने भएन भने यो सुभाषा लिङ्क प्राइभेट लिमिटेड यो सामाकोसीमा छ भने +2 पास हुनु पऱ्यो या पास हुनु नभने इङ्ग्लिस राम्रोसँग लेख्न बोल्न आयो भने तर नि हजुरको सिलेक्सन हुनेछ साथीहरू। त्यस्तै अर्को पनि डिमान्ड छ, त्यो पनि हेरौँ मलेसियाकै। यो डिमान्ड खास मैले किन देखाएको छ, जो पढे लेखेको छैन, जसको एज पनि धेरै भएको छ, ऊ दाइ भाइहरूको लागि रहेको छ भने यो एफएफ फार्म एसडिएन बिएसडी साथीहरू यो एग्रिकल्चरको हो। र यसमा 25 जनाको माग गरेको छ। बेसिक स्यालेरी 1700 र बस्ने सुविधा दिएको छ। खाना आफै हो, हप्ताको 6 दिन 8 घन्टामा। यसको अन्तर्वार्तामा अब अन्तर्वार्तामा हजुरको जिउ हेर्छ, यसमा के पढाइ लेखाइ यसमा मागेको हुन्न। तर पनि अन्तर्वार्ता यसमा भनेको छ यही मिति 2082 11, 12, 13 यानि कि 23 फरवरीको हुन्छ मेन पावरको कार्यालयमा। र यो मेन पावर धेरै राम्रो रहेको छ, मोन्टाज ओभरसिज प्राइभेट लिमिटेड। अहिलेसम्म मैले यसको डिमान्ड धेरै हालेको छु। यसमा कुनै मान्छेले मलाई कम्प्लेन गरेन कि सर यो मेन पावर ठग मान्छ, यसले मान्छे उडाइरहेको छ मलेसियाको। त्यही भएर मैले यो रिकमेन्ड गरेको छु। यसमा मलाई केही पैसा दिन्न साथीहरू, तर मेन पावर राम्रो छ त बल्ल मैले मात्रै भनेछु, न त भन्थेन। र स्क्रिनमा नम्बर छ, फोन गर्न सक्नुहुन्छ। तर फोन नगर्नु, सिधै मेन पावरमा पस्नु साथीहरू। र पैसा माग्छ भने प्लिज हजुरले क्यासमा दिने काम नगर्नु। जोसुकै होस्, चाहे हजुरको साखै आफ्नो दाइ भाइ होस्, पैसा दिँदाखेरि वैदेशिक रोजगार लेखिदिनु। यदि केही मिस्टेक भयो भने हजुरलाई गाह्रो हुन्छ। त्यही भएर क्यासमा नदिनुहोस्, चेकमा या हजुरको उहाँको भाउचरमा दिनुहोस्, त्यो हजुरको लागि राम्रो हुन्छ। यति हेर्नुभएको छ भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला साथीहरू। एउटा यो डिमान्ड हेर्नु साथीहरू, हुवात्ला रिसोर्ट्स बरहाट। यो एग्रिकल्चर लेबरको माग गरेको छ 400 जनाको। जो पढे लेखेको छैन, जो अन्तर्वार्ता दिन सकेको छैन, जो अलिक बुढापाकाको मान्छेले नि जो मलेसिया जान खोजेछन्, उहाँको लागि धेरै राम्रो छ। 400 जनाको माग गरेको छ। बेसिक स्यालेरी 1700, बस्ने सुविधा दिएको छ। खाना आफै हो, हप्ताको 6 दिन 8 घन्टा। यसमा ओभर टाइम चल्छ कि चल्दैन थाहा भएन साथीहरू। यसमा अन्तर्वार्ता सोधेछ। अन्तर्वार्तामा यति बुझ्नुहोस्, हजुरको हाइट साइड हेर्छ, उमेर कति छ त्यही हेर्छ साथीहरू। एकचोटि मेन पावरमा भिजिट गर्नु होला। र यसको अन्तर्वार्ता यही मिति 2082 फागुनको 13 गते 25 फरवरीको। र यो मेन पावर पनि जस्तै नाम त्यस्तै काम हो, विश्वास ओभरसिज सर्भिस प्राइभेट लिमिटेड। एकचोटि यो मेन पावरमा पस्नुहोस्, धेरै राम्रो रहेको छ। यसमा कुनै फटाहा काम गरेको छैन अहिलेसम्म। जति नि म डिमान्ड हेरेर भन्छु साथीहरू, मेन पावर राम्रो हुन्छ बल्ल भन्छु। र प्लिज यति हेर्नुभयो भने लाइक र सब्सक्राइब गरिदिनु होला। हस्, थ्याङ्क यू टु वाचिङ माई युट्युब च्यानल।